सबैलाई सेवाको नमस्ते एन्ड गुड मर्निङ ल। म चाहिँ आज असार 15 सबैलाई ह्याप्पी असार 15 सबैलाई दही चिउरा खान दिन सबैलाई ल। मैले मजाले भन्न आएन मलाई ल। म चाहिँ नुहाइसकेर है अब यस्तो छ मौसम कति राम्रो छ नि, चिसो पानी पर्दैछ, यस्तो राम्रो छ मौसममा। म चाहिँ अब भित्र रुमतिर छिरेँ नुहाइसही ओरी। अनि यस्तो छ हाम्रो चाहिँ यहाँ चाहिँ दिदीको रुम, यहाँ चाहिँ मेरो रुम, मेरो र भतिनी हामी सेयर गरेर बस्छौँ। यहाँ चाहिँ केरी, यहाँ चाहिँ नानीको लुगा छ, अनि यहाँ चाहिँ मेकअपको सामानहरू छ। यस्तो छ मेरो मेकअपको सामानहरू, मेरो चाहिँ जुत्ताहरू छ, यस्तो जुत्ताहरू खासै राम्रो छैन, बाहिर पनि छ। यो चाहिँ भतिनी सुतिरहेको छ। यहाँ चाहिँ मेरो मम्मी हाई गर्नु त। यहाँ चाहिँ मेरो मम्मी र म सुत्छौँ। मम्मी आउनुभएको छ, 2-4 दिन भयो, 2 दिन भयो आउनुभएको। यहाँ चाहिँ मेरो दराज, यहाँ टिभी, अनि यहाँ चाहिँ मेरो फोटोहरू छ। मेरो बुढा यो चाहिँ कोही लपर्दाखेरि रहेछ है, यो चाहिँ पेपरहरू, अनि यो चाहिँ फोटो छ मेरो। अनि मैले यहाँ चाहिँ यो राखेको छु, यहाँ सागतिर घोडा आयो भने राम्रो हुन्छ अरे नि त होइन, त्यही भएर चाहिँ मैले यहाँ राखेको थिएँ। अनि यस्तो छ आज चाहिँ असार 15मा अब मम्मी मुख सुधौँ, अब चिया खाऊँ ल। अनि म बाहिर हिँडेँ, पानी पऱ्यो, रोक्यो पानी दिन रातभरि पर्छ कि। अनि चाहिँ किचन, यस्तो छ किचन, यस्तो छ फुलबारी। अनि हाम्रो बाउ चाहिँ अघि नै उठिसक्नु भएको छ, बाउलाई चिया दिइसकेँ। बाउ चोट खाँदै हुनुहुन्छ भित्र, बाहिर खानु भन्छ भित्र खानु चिया आउँछ। अब कपासहरू कोर्छु अनि मम्मीलाई पनि चिया दिएर जान्छौँ सामान किन्नु त ल। बाई। अनि फेरि एकपल्ट सबैलाई असार 15को दही चिउरा खाने दिनको सबैलाई शुभकामना। अनि जाने बेलामा फेरि सबैलाई सेवा ढोक नमस्ते विभिन्न तर्फबाट। अनि ह्याप्पी रहनुहोस्, हेल्दी रहनुहोस्, खुसी हुनु सधैँभरि ल। मेरो त भिडियो यसो झिपिटी हुन्छ हौ, अनुहार पनि यस्तो के लाग्न कस्तो देखिरहेको छ ल। बाई।